दमकको भाइरल 160 सप त तपाईँहरू सबैलाई थाहा नै होला। म यो सपमा आज सपिङ गर्न गएँ अनि के किनेँ हेर्नुहोस् है त। सुरुमा चाहिँ रहेको छ मेरो यो वाटर बोतल जुन चाहिँ मलाई सबै बोतलभन्दा एकदमै राम्रो लाग्यो। अनि चाहिँ यो छ अर्को कन्याउने। यसलाई कन्याउने समथिङ के भन्छ मलाई थाहा छैन, बट यसमा चाहिँ हातको नङ जस्तै हुन्छ नि, कन्याउने एकदमै सजिलो हुने रहेछ। त्यसपछि चाहिँ यो चाहिँ हाम्रो बटुकोहरू अनि यो प्लेट चाहिँ मैले लगभग 4टा किनेँ, किन भन्दा यो 160 को मात्र, सस्तो दाम पनि अनि हेर्दा पनि एकदमै राम्रो। त्यसपछि चाहिँ रहेको छ अर्को यो कटरलाई के भन्छ मलाई थाहा भएन, बट कटन नै हो। यो चाहिँ मलाई अनबक्सिङ गर्दा एकदमै सजिलो लाग्छ भनेर मैले यो किने हो। पहिलेदेखि नै मलाई किन्न मन पनि थियो। त्यसपछि रहेको छ यस्तै हाम्रो थाल बटुकोको चिजहरू, बटुको नै भनौँ, बटुकाहरू छन्। त्यसपछि चाहिँ यो एउटा फेक आइल्यासेसको सेट पनि छ। अनि यो चाहिँ रहेको छ एउटा मग, त्यसपछि यो एउटा वाटर बोतल, यो चाहिँ अर्को मग नै समथिङ के हो, पिपावाला यो चाहिँ। त्यसपछि रहेको छ हाम्रो यो एउटा आरी जुन चाहिँ स्टिलको छ, एकदमै सजिलो हुन्छ यहाँ चटपटे बनाएर खानु। मैले किनेको सामानहरू चाहिँ यति नै थियो। के तपाईँहरू यो सपमा जानु भएको छ त?